नेपालकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल दोलखा जिल्लाको कालिन्चोक भगवती जाने सोचमा हुनुहुन्छ भने अहिले उचित समय हो हैन। पूर्वका साथीहरूले चाहिँ चतराबाट मदन भण्डारी राजमार्ग हुँदै विमान आइपुग्ने, विमानबाट सिन्धुली यही विमानको यो विमान छेउको यो बस पार्कको टर्मिनल मदन भण्डारी राजमार्गको र त्यहाँबाट सिन्धुली सदरमुकाम सिन्धुली माडी हुँदै कुर्कोट पुग्ने, कुर्कोटबाट तपाईँको चरीकोट दोलखाको सदरमुकाम चरीकोट पुग्नलाई 75 किलोमिटर हाराहारी यात्रा गर्नुपर्छ पहाडी बाटो। यो चाहिँ सेल्फी पार्क। त्यसपछि यो कुर्कोटबाट मन्थली जाने क्रममा देखिने तामाकोसीको बगरमा देखिने फाँट हो यो। यहाँ हुँदै तपाईँहरू अहिले मन्थली सदरमुकामबाट अगाडि बढेपछि त्यसरी तामाकोसीको बगरै बगर छेउमा तामाकोसीको किनारै किनार यात्रा गरेर अगाडि बढ्ने। यो चाहिँ खिम्ती बजार। तपाईँहरू यो दाहिनेतिर नलाग्नु होला, खिम्ती जलविद्युत आयोजना जान्छ। देब्रेतिर अगाडि पुल क्रस गरेर अगाडि जानुपर्छ। त्यसपछि यस्ता घुमाउरा पहाडी नागबेली बाटोहरू, साना एकदम सानो लेनका बाटाहरू छन्। सुरक्षित यात्रा गर्नुहोला। हामी त बाइकमा गएको थियौँ। त्यसपछि यो तामाकोसी पुल आयो। यो तामाकोसी पुल तर्नु होला, नत्र दाहिनेतिर लाग्नु भने फेरि जिरी जाने बाटो आउँछ, जिरीतर्फ नलाग्नु होला। तामाकोसी बजार। अब यहाँबाट चाहिँ उकालै उकालो तामाकोसी छोडिन्छ। तामाकोसी नदीबाट यहाँबाट चरीकोट बजार आइपुग्यो। 17 किलोमिटर हाराहारी यहाँबाट तामाकोसीबाट यात्रा गरेपछि चरीकोट दोलखाको सदरमुकाम चरीकोट बजार आइपुगिन्छ। तपाईँहरू चरीकोटमा पनि बास बस्न सक्नुहुन्छ, समय मिलेन भने नभए भर सक्ने। यी पुरी अब चरीकोट बजारबाट 17 किलोमिटर हाराहारी उकालो ठाडो उकालो छ, अफ रोड छ एकदम। 4 व्हिलर साना गाडीहरू 4 व्हिलर चाहिन्छ। मोटरसाइकल पनि 150 सीसी भन्दा कमको काम लाग्दैन त्यहाँ यात्रा गर्नु। गुनासोहरू खुलेको देखिन्छ अहिले। सिधै तपाईँहरू पुरीमा गएर पनि बास बस्न सक्नुहुन्छ। पुरी बजार ठ्याक्कै कालिन्चोकको तल्लो भागमा रहेको पुरी बजार। दृश्यहरू कति राम्रा छन्। होटल सुनापाती यताबाट नम्बर पनि चाहिए पनि छ है। यो चाहिँ कुरीको दोलखाको कुरी कालिन्चोक तल फेदमा कालिन्चोक छेउको बस्नलाई एकदम खानलाई साह्रै मिठो स्वादिलो, बस्नलाई पनि एकदम आरामदायी, सबै सुविधाहरू भएको क्याम्प फायर। यो सानो खोल्सोको किनारमा छ। तपाईँहरू आउँदा यहाँ बस्न सक्नुहुन्छ अथवा आफैले पनि कन्ट्याक्ट गरेर आउन सक्नुहुन्छ। बेलैमा कन्ट्याक्ट गर्नुहोला। छु यो कति जाडो छ भने यो कुरीमा टक्कसँग अहिले क्याम्प फायर गरेर मजाले बस्नु परेको छ। हामी त तराईको मान्छे, गर्मीबाट उछिट्टे आएको, गर्मीबाट यसरी आगो तापेर बस्नु परेको छ। विशेष गरी तराई मधेसका मान्छेलाई कुरी पुग्ने बित्तिकै श्वास प्रश्वासमा समस्या आउन सक्छ। त्यसैले लसुन, टिमुर, अदुवा लगायत खानेकुराहरू बोक्नु होला। झोल मोमो बाटोभरि असिना। कुरीबाट बिहानै यसरी केबुल कारमा कालिन्चोक भगवती मन्दिर स्थल जान सक्नुहुन्छ।
नभए पैदल हिँडेर पनि पुगिन्छ। आधी घन्टाभन्दा अलिक बढी बिहान सबेरै जान सक्नुभयो भने त्यहाँको मौसम खुलेको हुन्छ, क्लियर हुन्छ। एकैछिनमा मौसम बादल कुहिरोले ढाकेर फेरि जस्तो लाग्यो मलाई टपक्कै हुन्छ, फेरि एकैछिनमा खुलेर छ्याङ्ग हुन्छ। हिमश्रेणीकाका दृश्यहरू पनि देख्न सक्नुहुन्छ। ठ्याक्कै हामी कालिम्चोक भगवती चढ्दैछौँ। हिमश्रेणीकाका दृश्यहरू पश्चिमका साथीहरूले पनि मदन भण्डारी हेटौँडाबाट मदन भण्डारी लोकमार्ग राजमार्ग हुँदै खुर्कुट सिन्धुली आइपुगेर कालिम्चोकबाट यात्रा गर्न सक्नुहुन्छ। सजिलो छ। काठमाडौँ लगायतका साथीहरूले त बाह्रविसे मुडे हुँदै चरीकोट पुगेर कुरीमा बास बस्न सक्नुहुन्छ। सकेसम्म कुरीमै गएर बास बस्नु राम्रो। बिहानै 5 बजे उठेर गएर यस्ता खुलेका दृश्यहरू देख्न सकिन्छ। नभए चरीकोट, दोलखाको चरीकोट सदरमुकाम चरीकोटमा पनि बास बसेर त्यहाँबाट गाडी, बाइक, पावरफुल बाइक छ भने आफ्नै बाइकमा जानु जस्तो, गाडी पनि 4 व्हिलर आफ्नै छ भने जानु होला। नभए त्यहीँ जान आउन बोलेरो पिकअपहरू पर्याप्त पाइन्छन्। त्यो अघि मैले देखाएको होटलको नम्बरमा कन्ट्याक्ट गर्नु भने उसले पनि गाडी, त्यो होटलवालाले पनि गाडी जानलाई सहयोग गर्छन् होटलका सञ्चालकले। एकदम त्यो यसरी तपाईँहरूले कालिम्चोक भगवती नेपालकै सबभन्दा सुन्दर कालिम्चोकमा भगवतीको यात्रा गर्न सक्नुहुन्छ। पूर्वका साथीहरूले मध्य पहाडी लोकमार्ग प्रयोग गरेर खुर्कुट आइपुग्नु पनि सक्नुहुन्छ। पश्चिमतिरका साथीहरूले पनि नानगढबाट हेटौँडा आइपुग्ने अनि हेटौँडाबाट मदन भण्डारी राजमार्ग पक्रेर ठ्याक्कै सिन्धुली आउँदै सिन्धुलीबाट फेरि खुर्कुट पुगेर यात्रा गर्न सक्नुहुन्छ। त्यसै गरी काठमाडौँ लगायत भेगका साथीहरूले भने बाह्रविसे हुँदै मोडेबाट दोलखाको सदरमुकाम चरीकोट पुगेर पुरी हुँदै कालिम्चोकको यात्रा गर्न सक्नुहुनेछ। त्यसै गरी बेला बेलामा पसिना आएर चर्चित हुने यो दोलखा भीमेश्वर मन्दिर पनि दर्शन गर्नुहोला। चरीकोट बजारबाट दोलखा बजार पुगेर यो मन्दिर पनि दर्शन गर्नु।